सो हे गाइज वेलकम ब्याक टु माई न्यू भिडियो अगेन। फेरि पनि म तपाईँहरू सबैजनालाई मेरो नयाँ भिडियोमा स्वागत गर्दछु। अन्त मेरो पछाडि देख्नुहुन्छ अलिक यता आइदिनु पऱ्यो, देख्नु हुँदै होला है, जेडिओ जुडियो। यस गाइज, सो अहिले चाहिँ म कहाँ आएको छु भन्दाखेरि चाहिँ अहिले चाहिँ म सिलगढीको जुडियोमा आएको छु होइन। एन्ड इट्स क्वाइट भेरी पपुलर जग्गा, सोरुम, दोकान जे भन्दा पनि हुन्छ। अनि म चाहिँ आएको थिइनँ जुडियोमा, हाम्रो खरसाङमा छैन नि त जुडियो। अन्त सिलगढीमा जुडियो खोलिएको छ मैले सुनेको थिएँ, तर मैले कहिले आएको थिइनँ। अन्त मैले अरू कुरा के पनि सुनेको थिएँ भन्दाखेरि चाहिँ अब जुडियोमा चाहिँ दामी दामी लुगाहरू एकदमै अफरमा सस्तोहरू पाइन्छ भन्ने चाहिँ मैले सुनेको थिएँ होइन। अब जहाँ लुगाहरू भनेपछि त अब हामी नेपालीहरूलाई कस्तो हुन्छ हो कि भन्नुहोस् त गाइस। अनि त्यही माथि फेरि अफर पनि छ अरे, अब सस्तो पनि पाइदिन्छ अरे के कुरोहरू होइन। त्यही कारणले गर्दाखेरि चाहिँ आज चाहिँ म सिलगढी आएको बेलामा यसो जुडियो पनि घुमौँ भनेर सोचेँ होइन। अनि त्यहाँदेखिको त्यसरी नै अब म नयाँ जग्गा जाँदैछु भने त म तपाईँहरूलाई पनि लिएर नै जान्छु। सो त्यही कारणले गाइज आजको भिडियोमा चाहिँ हामी जुडियो घुम्ने छौँ। ओके गाइज, सो हेर्दै जाउँ है मसँग। यहाँ रहेछ मल होइन। यो चाहिँ तपाईँको लोकेसन्स कहाँ छ भन्दाखेरि चाहिँ हाम्रो जुन चाहिँ चेकपोस्ट छ यहाँ भेगा छ, भेगाकै ठिक अपोजिटमा चाहिँ जुडियो रहेछ यहाँ रहेछ है। अब जुडियोमा के चाहिँ रहेछ, कस्तो चाहिँ लागेको रहेछ तपाईँहरूलाई म देखाउँदै जान्छु है गाइस। ओके, अनि वेदर भनौँ भने अहिले सिलगढीको वेदर एकदमै मजाको भएको छ। अब चाहिँ घुम्ने लायक भयो भन्दाखेरि हुन्छ सिलगढीमा। यसको अगाडि त त्यस्तो थिएन, पुरा गरम हुन्थ्यो है गाइस। अनि म त एकदमै विन्टरमा खालि यो समयमा खालि सिलगढीहरू आउनु प्रिफर गर्छु। यसको अगाडि चाहिँ त्यस्तो प्रिफर गर्दिनँ क्या। यता खोलिँदो रहेछ, हामी उतै जाँदो रहेछ। सो अब चाहिँ मेरो मुखमा नहेर्नुहोस् होला, जुडियो सोरुमलाई हेर्नुहोस् होला के रहेछ भनेर। यहाँ त्यहाँदेखिको रहेछ लेडिज सेक्सन्स रहेछ, तिमी पनि हेर न केही मन पऱ्यो भने। ट्यागहरू रहेछ, यहाँ स्वेटर्सहरू देख्नुहुँदैछ। प्राइसहरू चाहिँ कति रहेछ हौ, 700 रहेछ यिनीहरू। यो चाहिँ मोस्टली गर्ल्स सेक्सन्स रहेछ क्या, यो चाहिँ मोस्टली गर्ल्स रहेछ कि। अनि मेरोमा मसँग पनि एकजना गर्ल छ, त्यो गर्लसँग आएको चाहिँ फाइदा उठाउँछु ताकि म तपाईँहरूलाई मजाले आएको देखाउँछु क्या। प्यान्टहरू रहेछ, हेर्नुहोस् न यो ट्र्याक सुट रहेछ। यो ट्र्याक सुट कति 799 ज्याकेट खाली हो कि प्यान्ट पनि हो? ए अँ 7 दुईवटा ट्याग टालिदिइरहेको रहेछ नि त है। 799 799 के मजाको होइन। उलन क्लोथ उयो पनि रहेछ है। 899 रहेछ। $899 नभनेको पनि 900 रुपियाँ है। सो टपहरू रहेछ सबै 900 रुपियाँ, सबै 800 रुपियाँहरू खालि हो क्या हो बहिनी। यहाँ पफर ज्याकेट्सहरू आएको रहेछ हेर्नुहोस् त, पफर ज्याकेट्सहरू मोस्टली यो गर्ल्स सेक्सन्स है। सो जति पनि गर्ल्सहरूले हेर्नुहुँदैछ हेरिराख्नुहोस्। अब यसको चाहिँ प्राइस कति रहेछ? हाँ 1000 पाउनु हुँदो रहेछ। 1000 त सस्तै हो त है। सो विन्टरको ज्याकेट्सहरू चाहिँ एकदम सस्तो रहेछ है। गर्ल्स भ्युवर्सहरू छ, यस्तो पफर ज्याकेट्सहरू चाहिँ तपाईँले जुडियोमा 1000 रुपिजमै पाउनु हुँदो रहेछ है। रिजनेबल प्राइस रहेछ है। रिजनेबल प्राइस रहेछ। यिनीहरू कतिमा रहेछ, कति हेरिस् यो बहिनी? त्यही छ 899। विन्टर्सहरूको चाहिँ अलिकति सस्तो रहेछ। अघि चाहिँ हेर्दाखेरि चाहिँ त्यति रिजनेबल लागेन मलाई होइन, बिकज एउटै टपहरूको कति दाम थियो। अन्त यहाँ हिजामाहरू रहेछ, यो चाहिँ कति 899। यो त मेरो नेपाली भ्युवर्सहरूलाई मन पर्दैन होला किनभने यस्तो त हाम्रो उताकोहरूले लाउँदैन नि त। ड्रेसेसहरू पनि मजाको है। यो टोटली हाम्रो उसको होइन। यहाँ मेकअपको सामानहरू पनि रहेछ। ओ बहिनी भोल्युमलाइज मस्कारा 199 मै रहेछ। अन्त यो के हो, लाइटनिङ मस्कारा अरे।
ट्राई मतलब ट्राई गर्नु पनि सक्छस् ट्राई गर्छस् के हो यो के रहेछ यो बिचरा के गर्छ जस्तो त लाउँदैनस् सो हल्का यहाँ लेडिज आइटम्सहरू चाहिँ कति कतिमा रहेछ हौ हेर्नुहोस् त 199हरूमा 70 रुपियाँमै रहेछ यो के हो काजल 70 रुपियाँमै रहेछ लाउँछस् काजल त्यो चाहिँ के हो मेकअप आइटम्सहरू चाहिँ यहाँ पुरै रहेछ है गाइस हेर्नुहोस् त यो के हो यहाँ ट्राई गर्नुको चाहिँ यस्तो घिनलाग्दो छ कसले ट्राई गर्छ आमा यहाँ हेर्नु गाइस हालत मान्छेहरू लगाएर होला ट्राई गर्नुपर्छ मतलब टेस्ट गर्नु कस्तो के आउँछ के रहेछ यिनीहरू चाहिँ के हो सबै चाहिँ कि साइन अरे ए साइन गराउने रहेछ यहाँ हेर्नुहोस् न यस्तो लाउनुहुन्छ तपाईँहरू ट्राई गर्नुहुन्छ यहाँ हेर्नु भाइ घरको मान्छेहरूले ट्राई गरेर राखिदिएको एसपिएफ ग्ल्याम रहेछ यो चाहिँ कसरी टिन्टमा रहेछ हौ यो हेर्नुहोस् त लिपस्टिकहरू पनि रहेछ मेकअपको सामानहरू यहाँ कत्रो ठुलो रहेछ हेर्नुहोस् गाइस यहाँ पनि सबै मेकअपको सामानहरू रहेछ के रहेछ जेली साइन राजास रहेछ न केमा राख्छस् गोजीमा नहाले सिधै मलाई लेडिज आइटम्सहरू चाहिँ यहाँ पुरै रहेछ है यो के भन्छ होला नेल पेन्ट्सहरू चाहिँ तपाईँको 99 79हरूमा पाउँदो रहेछ अनि यो के हो मिसेलियर वाटर यो मेकअप रिमुभर होइन है जुडियो मिसेलियर वाटर अन्त यहाँ इयरिङ्सहरू रहेछ नेक्लेसहरू रहेछ हेर्नुहोस् त जुडियोमा चाहिँ लुगा खाली होइन एसेसरिजहरू अनि मेकअप आइटम्सहरू पनि पुरै पाउँदो रहेछ क्युट क्युट है तर मोस्टली दिस अल आर लेडिज आई गेस यी ब्रेसलेट्सहरू हामी फेरि लेडिज सेक्सनमै त छु है मेन सेक्सनमा गएको पनि त छुइनँ कुनै सबै कुरो एउटै जग्गामा खोजिराख्नु भएको छ भने चाहिँ जुडियो इज द बेस्ट अप्सन रहेछ चाहिँ प्रायः तपाईँको 100 रुपियाँहरूकै अन्डरमा आउँदो रहेछ नट सो एक्सपेन्सिभ है यो घडी हो घडीहरू पनि रहेछ गाइस 300 रुपियाँ जुत्ताहरू पनि रहेछ आइज न मैले जुत्ताहरू पनि हेरौँ न के मजाको है कति रहेछ जुत्ता 899 रहेछ किन्छ जस्तो जुत्ता यहीँ हेर्न इफ यु लाइक एनी जुत्तास या जुत्ताहरू पनि रहेछ गाइस यहाँ होइन मेरो बहिनीलाई चाहिँ हल्का मन परिदिँदो रहेछ नि त कि सो उसले किन्छ होला उसले हेर्दैछ यहाँ चप्पल्सहरू पनि रहेछ के चाहिँ रहेछ स्लिपर रहेछ है स्लिपर चाहिँ कति हो 300 रुपियाँमै रहेछ 300 रुपियाँमा त कति राम्रो क्वालिटीको स्लिपर रहेछ बरुभन्दा यहाँको माथि भन्दा फेरि लेडिज स्लिपर्सहरू पनि हेर्नुहोस् यहाँ मजाको यु लाइक एनिथिङ हेर्नुहोस् त अहिलेको ट्रेन्डिङ स्लिपर्सहरू यो स्लिपर्सहरू पनि 500मै पाउनु हुँदो रहेछ यो चप्पल त मलाई पनि मन पर्यो तर अहिले म सुनिए यही लेडिज सेक्सन है उपर जेन्ट्स सेक्सन है म त अहिले माथि गएर हेर्छु के पाउँछु म अन्त के मन पर्यो अरे यो त कस्तो खालको जुत्ता रहेछ नि क्युट चाहिँ क्युट है अनि यहाँ चाहिँ तपाईँहरूको लन्जरिज यसलाई यिनीहरूले लन्जरिज भन्छ रहेछ यहाँ यो सेक्सनमा त अब म जान सक्दिनँ है सो बुझ्नुभयो होला सो यहाँ यस्तो खालको रहेछ गाइस सो तपाईँहरू जानु सो तपाईँहरूलाई आउनु मन छ भने आउनुहोस् है अब मेरो लेडिज सेक्सन्सहरू भइहाल्यो अब यसको बादमा हामी माथि मेन सेक्सनमा पनि जानेछौँ बोकिराख्न ओके सो अब हामी चाहिँ माथि मेन सेक्सनमा जानेछौँ अब यहाँ वुमेन सेक्सनको चाहिँ कम्प्लिट भयो है अब मेरो दाजुभाइहरूलाई पनि देखाइदिउँ न बिचरा उनीहरूले पनि पर्खिरहेको छ होला
कि हामीले चाहिँ के पाउने छौँ भनेर। सो या अब चाहिँ हामी मेन सेक्सन्समा आयो। मेन सेक्सनमा चाहिँ के रहेछ है, बरु भन्दा मेन सेक्सन्स आर मोर एट्र्याक्टिभ हौ है। मेन सेक्सनमा चाहिँ मलाई मजाको देख्दैछु आँखाबाट नै। यहाँ यस्तो हुडिजहरू रहेछ 7मै पाउँदो रहेछ यार। हेर्नुहोस् त तपाईँहरूले पनि यस्तो हुडीहरू। यो हुडी त साह्रो मन परेन, पातलो पातलो ब्ल्याकहरूमा यो हुडीहरू कतिमा रहेछ हौ? 899 900हरूकै भित्र रहेछ। बरु भन्दा त उयो प्यान्टहरू त यहाँ पो रहेछ त। गाइस कस्तो मजाको ब्यागी प्यान्ट्सहरू रहेछ। यो मेरो जति पनि हिपहप भाइहरू छ है, जसलाई एकदमै ब्यागी चाहिरहेको हुन्छ, तिमीहरूको लागि पनि दामी अप्सन्स रहेछ है। हेर त यत्तिको ब्यागी लाग्छ हौ। तिमीहरूले यत्तिको ब्यागी पाएको छैन भने चाहिँ यहाँ जुडियोमा एकदमै तिमीहरूले 900मै पाउँदो रहेछ। म मजाको है। प्यान्ट्सहरूको पनि धेरै भेराइटी रहेछ। ट्र्याक सुट यो चाहिँ माथिको पनि 899 होला, मुनिको पनि 899 होला है। यस्तै हो। अब कस्तो मजा क्वालिटी रहेछ हेर्नु है। हेर्नुहोस् न गाइस, यो पनि क्या मजाको मोटो रहेछ, दामी। जुडियोमा मजाको कलेक्सन्सहरू आएको रहेछ है। यस्तो खालकेहरू पनि यहाँ पाउँदो रहेछ नि त। हेर्नु यस्तो सर्टहरू हेर्नुहोस् त गाइस। मजाको ज्याक्सहरू है। अलमोस्ट सबै नै तेरो मलाई जतिको मैले अघिदेखिको हेर्दैछु, अन्त जुन चाहिँ हेरेर मलाई फिल हुँदैछ कि अलमोस्ट तपाईँले जे पनि यहाँबाट लानुहुन्छ त्यही अल आर अन्डर 1K या। किनभने कुनै पनि मैले 1Kदेखिको अबभ त देखेको छुइनँ। सबैजनाको प्राइस तपाईँको या 899 799 त्यसकै अन्डरमा नै पाइराख्नु भएको रहेछ। अब यहाँ हाम्रो सक्सहरू पनि रहेछ। केटाहरूले सक्सहरू पनि पुरै मन पराउँछ नि त है। यहाँ हेरौँ कि सक्सहरूमा के अप्सन्सहरू। ए सक्सहरू होइन रहेछ, यिनीहरू अन्डरवेजहरू रहेछ। अनि त्यहाँदेखिको गन्जीहरू रहेछ। सक्सहरू यहाँ रहेछ, सानो खालको रहेछ है। छिडिक परेको 79मा तिनवटा। ए यहाँ चाहिँ कति रहेछ? केटाहरूको अलिक राम्रो हुन्छ नि त, मोटो भनौँ न। यस्तो रहेछ। यहाँ टी सर्ट्सहरू रहेछ। वाउ ट्र्याकहरू कस्तो मजाको रहेछ। ओ हेर्न ट्र्याकहरू हेर्नुहोस् त गाइज, यो ट्र्याकहरू कस्तो दामी रहेछ, मोटो खालको ट्र्याक होइन। क्वालिटी पनि के मजाको रहेछ हेर्नुहोस् न। केटाहरूको केटीहरूको भन्दा पनि केटा सेक्सनमा चाहिँ दामी रहेछ है गाइज। सो तपाईँहरूले विन्टर सपिङ गर्नुभएको छैन भने चाहिँ एकखेप जुडियो भिजिट गर्नुहोस्, किनभने मलाई चाहिँ दामी लाग्यो क्वालिटिज होइन जुन प्रकारले। किनभने यो क्वालिटी अन्त यो लेभलको लुगाहरू हाम्रो खरसाङहरू कस्तो महँगो भनिदिइरहेको हुन्छ हो, किन भन्नुहोस् त, पुरा महँगो हुन्छ नि त। अन्त जुडियोमा चाहिँ मलाई सबै यहाँ अब यो ज्याक्सहरू कतिमा 1000मा खालि। वाह होइन यो स्वेटर, यहाँ यस्तो दामी स्वेटर 899मै। प्यान्टहरूको सेक्सन यहाँ। सो गाइज अब त्यसरी नै मेरो सपिङ चाहिँ भइसक्यो है जुडियोमा। अनि त्यहाँदेखिको मेरो आज जुडियोको फर्स्ट एक्सपिरियन्स थियो एन्ड एक्सपिरियन्स वाज टु गुड, एकदमै दामी गाइज। तपाईँ मेल फिमेल जो पनि छ प्लिज भिजिट जुडियो स्टुडियो फर वान्स है। तपाईँ एकदमै मन पराउनु हुनेछ। मलाई त पुरै मन पऱ्यो, बुझ्नुभयो होइन। अन्त म तपाईँहरूलाई रिकमेन्ड गर्दैछु। अनि कलेक्सन्स पनि एकदमै दामी मलाई चाहिँ लाग्दै थियो। अब जति पनि
यस्तो के भन्छ हाम्रो पहाडदेखिको बाहिरको जति पनि स्टोर्सहरू हुन्छ, जति पनि प्लेन साइडको स्टोर्सहरू है, त्यो स्टोर्सहरूमा चाहिँ अब त्यस्तो अब जुन चाहिँ हाम्रो नेपाली मान्छेहरूको जस्तो फ्यासन हुन्छ त्यो फ्यासनमा चाहिँ उनीहरूले बुझ्दैन भनेर म सोच्थेँ नि त। तर जुडियोमा चाहिँ त्यस्तो होइन क्या, उनीहरूले चाहिँ अब त्यो सबै कुरोलाई बुझेर है, त्यो फ्यासन्सलाई, वेस्टर्न्सलाई, इन्डियनलाई दुइटालाई मिक्स गरेर चाहिँ उनीहरूले एकदमै रिजनेबल प्राइसमा चाहिँ यहाँ सेल गरिरहेको रहेछ है, उनीहरूले सेल गर्दो रहेछ। सो मलाई त एकदमै मन पऱ्यो। अनि अहिले स्पेसली विन्टरमा चाहिँ तपाईँको धेरै कलेक्सन्सहरू रहेछ जुन चाहिँ लुगाहरू चाहिँ मोस्टली हाम्रो पाहाडमा युजफुल हुन्छ क्या। अन्त जुन चाहिँ अब हाम्रो पाहाडमा धेरै महँगो हुन्छ है, अब जुन चाहिँ ज्याकेटहरू भयो, ट्र्याकहरू भयो, 1000, 2000, 3000देखिको त कम्ती नै हुँदैन। अनि त्यो सबै कुरोहरू चाहिँ तपाईँहरूले यहाँ अन्डर 1000 पाइराख्नु भएको छ। सो विन्टरमा तपाईँले सपिङ गर्नुभएको छैन भने चाहिँ एकखेप आएर तपाईँ जुडियो भिजिट गर्नुहोस् है, तपाईँले चाहेको लुगाहरू पाउँछ भनेर चाहिँ मलाई लाग्छ। अनि त्यसरी नै गाइज म आजको जुडियोको एक्सप्लोरेसन भिडियो यहाँ राख्दैछु। फेरि पनि हामी अर्को नयाँ भिडियोमा एउटा नयाँ जग्गामा भेट्नेछौँ। टिल देन टेक केयर, गुड बाई, बाई।